फाइनली गाइज हामी माथि जाजरकोटको काफलचोर भन्ने ठाउँमा गएर फर्किँदैछौँ। फर्किने क्रममा सुटिङको यात्रा भइसकेपछि हल्का भोक लाग्यो। भोक लागिसकेपछि यहाँ बीच जङ्गलमा हामी आगो बालेर यसरी सुकुटी पोलेर अनि खाँदैछौँ। मेरो बुढा पुरै सुटिङकै ड्रेसमै हुनुहुन्छ। अनि उता मेरो देवर बाबु दुईटा मासु चाहिँ यहाँ पोल्दै हुनुहुन्छ। कस्तो छ सुकुटी? ओ अनि मेरो बहिनीले चाहिँ फेरि घाँस काटेर लैजाऊ दिदी भनेर यहाँ बाख्रालाई घाँस काट्न लगाइछिन्। अनि ऊ ठुली आमा बस्नु भएको छ। ठुली आमा कस्तो छ हो सुकुटी? हामीलाई पनि दिनु न, हामीलाई। ओ सेट हामी ड्रेसमै छौँ है। अझै ड्रेस निकालेको छैन मैले। कस्तो लागिरहेको त जाजरकोटको काफलचोर भन्ने ठाउँमा? एकदम यति राम्रो सुन्दर है। बहुत राम्रो, बहुत राम्रो। यहाँ त स्वर्गमा गए जस्तै भइरहेछ फिलिङ। सुकुटी पनि खाएर आएको गाई है। यस्तै छ झोले जिन्दगी। ल ल छिटो नास्ता गरौँ अनि जाउँ, पानी आउनु लाग्छ। जिन्दगी हो, इन्जोय गर्नुपर्छ क्या। सही बात। के छ र अरू चाहिँ पछि आउँछ है भिडियोहरू। ल।